हेलो एभ्रिवान, आज चाहिँ म एउटा यो ब्लो एपको चाहिँ आफ्नो सेलरी कसरी बढाउने अनि कसरी चाहिँ अलिकति अब आफूलाई इन्कम चाहिँ प्रफिट हुने गरी चाहिँ कसरी आफ्नो सेलरी बढाउने त्यो सम्बन्धी म तपाईँलाई जानकारी दिँदैछु। सो त्यसको लागि चाहिँ म आफ्नो मोबाइलको स्क्रिन सेयर गर्न चाहन्छु। अब चाहिँ तपाईँहरूले यहाँ म साइडमा ठ्याक्कै मोबाइलको स्क्रिन सेयर गरेर तपाईँहरूमा चाहिँ यहाँ ल्याउँदैछु। यहाँनिर म चाहिँ यहाँनिर भनेपछि कसरी आफ्नो सेलरी चाहिँ कसरी बढाउन सकिन्छ भनेर डाइरेक्ट ब्लो ओपन गरेर आफ्नो प्रोफाइलमा म चाहिँ गइसकेको छु। अनि अब चाहिँ तपाईँहरूले के गर्नु पर्यो भने यहाँ आफ्नो च्याट सेलरी ओपन गरेर हेर्नु पर्यो। तपाईँहरूको सेलरी बढाउनको लागि चाहिँ तपाईँहरूले यहाँनिर आफ्नो यो लेभल हेर्नु पर्यो कि यहाँनिर तपाईँहरूको के छ भने यहाँनिर यसमा आयो भने तपाईँहरूको यसमा 500 आउँछ सेलरी होइन, 1 घन्टा बसेको बराबर 500 आउँछ। अनि यतापट्टि केमा आयो भने तपाईँहरूको 1500 आउँछ। अनि यता अहिले मेरो चाहिँ जेमा पुगिसकेको छ, अब यसमा 1500 अहिले आउँदैछ। यहाँनिर हेऱ्यो भने 1800 तपाईँको यहाँनिर 1800 आउँदैछ होइन। अब यसलाई चाहिँ अलिकति बढाउनको लागि सेलरी यसमा अलिकति बढी गर्नको लागि चाहिँ हामीले यहाँनिर यसलाई हेर्नुपर्ने हुन्छ। आफ्नो सेलरी बढाउनको लागि चाहिँ यहाँनिर यसलाई चाहिँ तपाईँहरूले अहिले भनेको मेरो भनेको गिफ्टिङ 68,447 चाहिँ आयो भने आईमा पुग्छ कि मेरो सेलरी। आईमा पुगे पछाडि त्यहाँदेखि फेरि सेलरी मेरो अलिक बढ्छ, अलिक बढेर कति हुन्छ भने 2200 हुन्छ। तपाईँहरू यसरी चाहिँ पर्ने हुन्छ। आजको सेलरी चाहिँ मेरो टोटल भनेको लक्कीसँग गरेर 3700 जम्मा 3700 आउँछ। यहाँनिर हेरौँ ल, म क्लेम गरेर पनि तपाईँहरूलाई देखाउने छु। सो तपाईँहरूले पनि आफ्नो सेलरी चाहिँ कसरी बढाउने भन्दा एकअर्कामा गिफ्टिङ गरेर अनि गिफ्टिङ लेभल गरेर चाहिँ तपाईँहरूले आफ्नो सेलरी बढाउन सक्नुहुन्छ। यहाँ स्क्रिन मैले सेयर गरेर देखाउँदैछु। आजको चाहिँ मेरो जम्मा टोटल सेलरी भनेको 3,700। यसरी चाहिँ तपाईँहरूले आफ्ना सेलरीहरू बढाउन सक्नुहुन्छ है। तपाईँहरूले यहाँनिर एकदमै तपाईँहरूको सेलरी कसरी बढाउने भन्दाखेरि चाहिँ यहाँनिर तपाईँहरूले यहाँ रिच टार्गेट हेर्नुपर्छ कि आजै मेरो 68,000 आयो भने मेरो सेलरी बढेर 2200 भने 4400 लगभग 7,000 8,000 हुन्छ। अनि तपाईँहरूले अनि नयाँ आइडी कुनै क्रिएट गर्दै हुनुहुन्छ भने चाहिँ यहाँनिर इन्भाइटमा जाने, इन्भाइटमा गएर यहाँनिर यहाँ बाइन्ड इन्भाइटमा यहाँनिर 32,780 हाल्नु पर्यो तपाईँहरूले। अनि यसरी एकजनालाई तपाईँहरूले जोइन गराउनु भयो भने यहाँनिर बाइन्ड इन्भाइटमा मेरो आइडी आउनु पर्यो। अनि तपाईँहरूले एजेन्सी हाम्रो राधे एजेन्सीलाई जोइन हाल्नु पर्यो। यहाँनिर तपाईँहरूको बिकम होस्ट हुन्छ कि बिकम होस्टमा गएर 3031 अनि 273 हानेर चाहिँ एजेन्सी जोइन एकजनालाई तपाईँले गराउनुहुन्छ भने त्यसको चाहिँ तपाईँले स्क्रिनसट लिएर हामीलाई पठाउनु पर्ने हुन्छ र तपाईँहरूले चाहिँ 20,000 गिफ्टिङ पाउनुहुन्छ भने। अनि यो हाम्रो भिडियोलाई चाहिँ तपाईँहरूले 5जनालाई सेयर गरेको छ भने चाहिँ तपाईँहरू जो कोहीलाई पनि सबै साथीहरूलाई चाहिँ म मेरो तर्फबाट 1,000 को गिफ्टिङ गरिदिनेछु। सो त्यही भएर तपाईँहरूले हाम्रो च्यानललाई सब्सक्राइब गरेको हुनु पर्यो। अनि तपाईँहरूको कहाँदेखि हेर्दै हुन्छ कमेन्ट पनि गर्नुपर्ने हुन्छ। अनि 5जनामा चाहिँ तपाईँहरूले सेयर गर्नुभयो भने तपाईँहरूले 1000 गिफ्टिङ आइहाल्ने नै भयो होइन। अनि म अर्को आइडीको पनि यहाँनिर तपाईँहरूलाई देखाउनको लागि गर्दैछु। अलिकति नेट स्लो भएको कारणले चाहिँ भइरहेको छैन। यहाँनिर म अर्को आइडी लगइन गरेर यहाँनिर सेलरी अब आईमा पुग्दा चाहिँ कति पाउँदो रहेछ त होइन, त्यसको बारेमा नि म जानकारी थोरै तपाईँहरूलाई दिनेछु।
र तपाईँले केही नजानेको नबुझेको कुराहरू छ भने चाहिँ हामीलाई कमेन्टमा पनि भन्न सक्नुहुन्छ। अलिकति नेटको प्रब्लम गर्दाखेरि अझै यहाँनिर तपाईँहरूले चाहिँ आफ्नो स्यालेरीको टार्गेट हेर्नु पऱ्यो कि यहाँदेखि एल हुँदै चाहिँ के अनि JIH अनि अहिले चाहिँ म एचमा पुगेको छु भने जीमा पुग्दा कति स्यालेरी होला त होइन, एचमा पुग्दाखेरि कति स्यालेरी छ यहाँ। अब जीमा पुग्नको लागि मलाई भनेको 5,88,942 गिफ्ट, त्यति डायमन्ड बस्ने गिफ्टिङ आयो भने लगभग तपाईँको 10 लाख गिफ्टिङ आयो भने मेरो जीमा पुग्छ। तर त्यो पुऱ्याउन गाह्रो छ। तर अहिले एचमा मात्रै पुऱ्याउँदा पनि यहाँनिर स्यालेरी कति आउँदो रहेछ हेरौँ ल सबैजना। यहाँनिर तलदेखि माथिसम्म, यहाँ माथि अब क्लेम पनि गरौँ होइन, कति हुँदो रहेछ हेरौँ ल। यो भनेको एच स्यालेरी लेभलको, एच लेभलको 3500 भयो होइन, यो 3500 अर्को 3500 जम्मा कति हुँदो रहेछ। यहाँ 2 घन्टा बसेको 7,000 भयो। से लक्कीको 100 आइहाल्यो। यहाँ 250को 200, 600को 500, यहाँ 1300को 1000, 2800को 2000 अनि 3500को 3000 गर्दा तपाईँको लक्की पुग्यो भने यहाँनिर जम्मा 13,000 आउँछ। यहाँ 13,000 आउँछ जम्मा 13,000। 2 घन्टाको स्यालेरी यति हो लक्की पुग्यो भने। अब नयाँ टाइमिङ सुरु हुन लागेको छ साथीहरू। अर्को टास्कहरूको लागि चाहिँ म अर्को भिडियो ल्याउनेछु। अहिलेको लागि चाहिँ यति नै। तपाईँहरूको डायमन्ड कति पुग्यो, कोइन कति पुग्यो, लेभलहरू कति लेभल पुऱ्याउनु भयो, यहाँनिर आफ्नो लेभलहरू पनि हेर्न मिल्छ। यहाँनिर मेरो यता गिफ्टिङ हानेको लेभल पनि छ पुग्यो, यता पनि छ। दुईपट्टि बराबर लग्यो भने राम्रो हुन्छ। ल आजको भिडियो यति नै हो।